यहाँहरू सबैलाई नमस्ते। लोकतान्त्रिक शासन व्यवस्थामा राष्ट्रलाई समृद्धि र समुन्नतिको यात्रामा अगाडि बढाउनको लागि राजनीतिक दलहरूको अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ। जब कुनै पनि राजनीतिक दल सुधारिएर अगाडि बढ्छ, समयक्रम सँगसँगै आफूले चेन्जेस ल्याउँदै जान्छ, आफूमा नयाँपन ल्याउँदै जान्छ, आफूमा नयाँ ऊर्जा भर्दै जान्छ, तब त्यो दल मात्रै सुधारिँदैन, त्यो दलले शासन गर्ने राष्ट्र पनि एउटा समृद्धि र समुन्नतिको बाटोमा अगाडि बढ्छ। नेपालमा पछिल्लो समय जे भइरहेको छ र जस्तो किसिमको राजनीतिक परिघटना हामीले भोगिरहेका छौँ, त्यसको महत्त्वपूर्ण र एउटा विशेष कारण भनेको हाम्रा राजनीतिक दलहरू नसुधारिनु, समयक्रम अनुसार नचल्नु र समयअनुसार आफूलाई चेन्जेस ल्याउँदै अगाडि नबढाउनु नै महत्त्वपूर्ण कारणको रूपमा मैले लिएको छु र यथार्थ पनि यही हो। आज नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेस र नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको बारेमा केही कुराकानी गरौँ र चर्चा गरौँ। नेपाली काङ्ग्रेस नेपालको सबैभन्दा पुरानो पार्टी हो, लोकतान्त्रिक पार्टी हो। आफूलाई सबैभन्दा ठुला राजनीतिक परिघटनाहरूमा, मुद्दाहरूमा र परिवर्तनहरूमा महत्त्वपूर्ण हिस्सेदारको रूपमा उभ्याएको नेपाली काङ्ग्रेस सधैँभरि रूढिवादी परम्परामा चल्छ, आफ्नै ढर्रामा चल्छ, आफ्नै बाटोमा चल्छ। उसलाई चेन्जेस चाहिएको छैन, उसलाई नयाँपन चाहिएको छैन। गगन कुमार थापा पार्टीको सदस्यदेखि पार्टीको महामन्त्रीसम्म आइपुग्दा, महामन्त्रीसम्म भइसक्दा आफूलाई सधैँभरि एउटा चर्चाको नेरोघेरोमा राखिरहन सक्ने पात्र हुन्। नेपालमा मुद्दाको राजनीति गर्ने भनौँ या मुद्दा समाधानको राजनीति गर्ने भनौँ, समस्या उठानको राजनीति भनौँ या समस्या समाधानको राजनीति भनौँ, नेपालमा पपुलिजमको राजनीति भनौँ या महत्त्वाकांक्षाको राजनीति भनौँ, नेपालमा गणतन्त्र स्थापनादेखि एमसिसी पारित गर्ने मुद्दाहरूसम्ममा गगन थापा आगो ओकल्दै अग्रपङ्क्तिमा उभिनै रहे। यी सम्पूर्ण मुद्दाहरूमा गगन थापा एउटा सेन्टर पोइन्टमा बसेर आफूलाई उभ्याइ नै रहे। एकपटक स्वास्थ्य मन्त्री बनेका गगन थापा त्यसपछि पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा जाने अवसर आउँदा पनि गएनन् भन्ने गरिन्छ। उनले राम्रोसँग जानेका छन् नेपालको सिनारियो, नेपालको पोलिटिक्स र नेपालको आम नागरिकहरूको माइन्डसेट। त्यही भएर नै उनी बिचमा आलोचित भइन्छ र पछाडि अगाडि बढ्न सक्ने नेतृत्वदायी भूमिकामा पुग्न सकिन्न भन्ने जानेर नै पार्टीको नेतृत्व गरेर सरकारमा नगएका हुन् भन्ने आम बुझाइ छ। पछिल्लो समय त गगन थापा पार्टीको संसदीय दलको नेता पनि लडेका छन् र अहिले विशेष महाधिवेशन र पार्टीको सभापतिको रूपमा लड्ने निर्णय गरेर आफूलाई उभ्याइरहेका छन्। उनका थुप्रै कुराहरूमा सहमत हुन सकिन्छ। मुद्दा समाधानका विषयमा, मुद्दाको राजनीतिका विषयमा थुप्रै कुराहरूमा म सहमत छु। तर पछिल्लो 1.5-2 वर्षका गगन थापाका केही गतिविधिहरूको बारेमा मेरा थुप्रो असहमतिहरू छन्। यही विषयमा आज केही भलाकुसारी गरौँ भनेर म यहाँहरूसँग जोडिएको छु। नेपालको राजनीतिमा रवि लामिछानेले दल खोलेदेखि र बालेन्द्र शाह स्थानीय तहको महानगरको प्रमुखको रूपमा स्थापित भइसकेदेखि अलिकन चर्को रूपमा, गरम रूपमा अगाडि बढ्यो। रविले अनपेक्षित रूपमा संसदको 14औं ठुलो दलको रूपमा आफूलाई स्थापित गराए। बालेन्द्र शाहले आफूलाई नयाँ पुस्ताका युवाहरूको आइकनको रूपमा अगाडि नै बढाइरहे। नेपाली काङ्ग्रेसले जब जब आफू अप्ठ्यारोमा पर्छ, जब जब आफू समस्यामा पर्छ, गगन थापालाई प्रयोग गर्छ। त्यो गिरिजाप्रसाद कोइरालादेखि अहिले शेरबहादुर देउवा कालसम्म आइपुग्दा गगन थापा यो बिचमा थुप्रै मुद्दाहरूलाई सामान्यकरण गर्ने होस् या सामान्य मुद्दाहरूलाई अति राजनीतिकरण गर्ने विषयमा गगन थापा सधैँभरि महत्त्वपूर्ण पात्रको रूपमा छँदैछन्। गगन थापाका थुप्रो राजनीतिक विषयहरूसँग सहमतिका बावजुद पनि, उनका मुद्दाहरूमा सहमतिका बावजुद पनि पछिल्लो 1.5-2 वर्षमा उनका राजनीतिक व्यवहार र गतिविधिहरूको बारेमा गम्भीर असहमति र असन्तुष्टिहरू छन्। तिनै विषयहरूमा लिएर आज केही चर्चा र परिचर्चा गरौँ। नेपालमा पछिल्लो समय नयाँ राजनीतिक दलको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापित भइसकेपछि पुराना दलहरूको मनमा ढ्याङ्ग्रो बजेको भन्छन्, एक किसिमको अलिकन त्रास र आक्रोश पैदा भइरहेको थियो। त्यसलाई कसरी शान्त पार्ने भनेर उनीहरू लागि नै रहेका थिए, त्यसका लागि उचित वातावरण खोजिरहेका थिए। उज्जवल थापाले स्थापित गरेको र सुरुवात गरेको नेपालमा वैकल्पिक राजनीतिको आन्दोलन रासपा सभापति रवि लामिछानेको नेतृत्वमा संसदको 14औं ठुलो दलको रूपमा, हैसियतको रूपमा नेपालको संसदमा पुगेर त्यो आन्दोलन एउटा नयाँ आन्दोलनको रूपमा अगाडि बढिरहेको थियो। यो आन्दोलनलाई लिएर, यो उपस्थितिलाई लिएर र यो जनमतलाई लिएर पुराना राजनीतिक दल, त्यहाँका पुराना नेताहरू र त्यही भित्र भएका नयाँ नेताहरूमा पनि एक किसिमको आक्रोश, डर र छटपटाहट पैदा भइरहेको थियो। त्यही छटपटाहटको बिचमा नेपाली काङ्ग्रेस र गगन थापा पनि परे। हुन त नेपाली काङ्ग्रेसले जब जब अप्ठ्यारो पर्छ, जब जब कठिन परिस्थितिहरूसँग र समस्याहरूसँग जुझ्नुपर्छ, गगन थापालाई अगाडि बढाउँछ। हरेक पटक हरेक मुद्दाहरूलाई सामान्यकरण गर्ने विषयमा होस् या सामान्य मुद्दाहरूलाई उछाल्ने विषयमा होस्, गगन थापा प्रयोग भइ नै रहन्छन्। गगन थापा प्रयोग हुन्छन् त कसरी भनौँ, गगन थापाले त्यस्ता विषयहरूमा आफ्नो भूमिका स्पष्ट गर्छन् र आफूलाई उभ्याउँछन् र त्यसले गर्दा ती मुद्दाहरूलाई तल पार्ने या माथि लैजाने भन्ने विषयमा थुप्रो पटक निर्णयका केन्द्रबिन्दुहरू बनेका छन्। जब पछिल्लो समय नेपाली काङ्ग्रेस र नेकपा एमालेको सरकार बन्यो, त्यो विषयमा गगन थापाको नोट अफ डिसिसन हुनुपर्ने थियो। यो जनमतको आधारमा होइन, यो
आम नागरिकको चाहनामा होइन, यो विचारको आधारमा होइन, यो आवश्यकताको आधारमा होइन, यो समाजको सन्तुलनको आधारमा पनि होइन, यो एउटा सीमित स्वार्थको आधारमा यसरी सरकार बन्नु ठिक होइन, सान्दर्भिक होइन भनेर गगन थापाको नोट अफ डिसेन्ट हुनुपर्ने थियो। गगन थापा चुपचाप शान्त बसे, सायद बुद्धको देशका मान्छे भएर पनि होला। त्यो सरकार कसरी बन्यो भन्ने विषयमा रवि लामिछानेको फेरि आफ्ना छुट्टै धारणा थिए। रवि लामिछानेले केही मुद्दा खोलिसकेपछि यो सरकार ढालियो भन्ने विषय थियो। त्यसका पछाडि पनि के कारण थिए भन्ने कुरामा अहिले व्यापक परिचर्चाहरू नगरौँ। त्यो सँगसँगै राजावादी आन्दोलनको विषयमा पनि गगन थापाले अलिकन चर्को हुन सकेनन्, अलिकन मौन जस्तै बसे, शान्त जस्तै बसे। राजावादी आन्दोलनमा चैतको 15 गते सरकारले र पुराना राजनैतिक दलले जसरी घुसपेट गरेर त्यो आन्दोलनलाई विध्वंसात्मक रूपमा अगाडि बढाए, त्यसका पछाडि दलहरूको, पुराना दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमाले, नेकपा माओवादी लगायतका दलहरू र अझै बढी चाहिँ सरकारको संलग्नता थियो भन्ने कुरा समयक्रम सँगसँगै स्पष्ट हुँदै आएको छ। त्यो विषयमा पनि गगन थापाले अलिकन मौन रूप देखाए। जब नेपाली काङ्ग्रेस र नेकपा एमालेको सरकार बन्यो, त्यहाँनिर सरकार सञ्चालनको संयन्त्रको सदस्यको रूपमा गगन थापा थिए। त्यो सरकार सञ्चालनको संयन्त्रका विषयहरू टेर्न छोडिसकेपछि संयन्त्रबाट निष्क्रिय जस्तै भए। त्यो विषयमा सरकारका गलत गतिविधिहरूको बारेमा पनि गगन थापा मौन जस्तै बसे। त्यसका पछाडि एउटा महत्त्वपूर्ण कारण थियो। त्यो कारण थियो देउबाले आगामी नेतृत्व गगनलाई दिने एक किसिमको रुझान देखाएका थिए। देउबा पछिको पार्टी नेतृत्व आफ्नो हातमा आउने लोभले, आफ्नो हातमा आउने आशाले गगन थापा पार्टी र सरकारका, पार्टीको नेतृत्व र सरकारका थुप्रै आक्रमणताहरूका विषयमा, थुप्रै काण्डहरूको विषयमा चुपचाप जस्तै, शान्त जस्तै, अलिकन विरोध गरेको जस्तै गरी मात्रै त्यो विषयमा प्रस्तुत भए, जसले गर्दा त्यो सरकार अलिकन उशृङ्खल बन्यो, सरकार अलिकन दम्बको रूपमा अगाडि बढ्यो। त्यो सरकार अलिकन असान्दर्भिक बढ्दै अगाडि बढेर जेन्जी आन्दोलनसम्मको परिस्थितिहरू भोग्ने र भाग्ने स्थितिमा पुग्यो। म एउटा उदाहरण दिन्छु, म एउटा कुरा गर्छु। जब केपी शर्मा ओलीको सिफारिसमा अथवा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी भण्डारीले संसद विघटनलाई स्वीकृत गरिसकेपछि हालका नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले जसरी संसद विघटनको विरुद्धमा जसरी सडकमा एउटा बलियो आवाज लिएर उपस्थित भएका थिए, त्यो मुद्दालाई स्थापित गरेका थिए, त्यो मुद्दालाई बलियो मुद्दा बनाएका थियो, आजको आवश्यकता होइन भन्ने स्थापित गरेका थिए, त्यसै गरी गगन थापा सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध गरिसकेपछि फरक कित्तामा उभिनु पर्थ्यो। गगन थापाले त्यो विषयमा असन्तुष्टि मात्रै होइन, यो कारणले गर्दा ठिक हो या होइन, आम पब्लिकलाई पनि बुझाउनु पर्थ्यो र सरकारलाई पनि बुझाउनु पर्थ्यो। गगन थापासँग त्यो क्यापेसिटी छ भनेर नेपाली समाजले उनलाई प्रति सधैँभरि भरोसा र अपेक्षा गरि नै रह्यो। तर त्यो विषयमा पनि गगन थापा चुपचाप बसे, सभापति पाउने लोभमा। जब परिस्थिति असामान्य बन्दै गयो, परिस्थिति असामान्य बनिसकेपछि गगन थापाले फेसबुकमा स्ट्याटस लेख्दै त्यो विषयलाई फरक ढङ्गले व्याख्या गरे। जेन्जी आन्दोलनले नेपाललाई अलिकन विषम राजनीतिक परिस्थितिहरूसँग जुधाइरहेको छ। हामी आर्थिक अनि गएर सामाजिक, राजनीतिक र मानवीय र भौतिक थुप्रो क्षतिहरू भोगेर यतिखेर विषम राजनीतिक परिस्थितिहरूसँग जुधिरहेका छौँ। नेपाली काङ्ग्रेस यतिखेर विशेष महाधिवेशनको सङ्घारमा छ। नियमित महाधिवेशन हुन नसकिसकेपछि महामन्त्री पक्षधरहरूले र विशेष महाधिवेशन पक्षधरहरूले यही पुसको अन्तिममा विशेष महाधिवेशन बोलाएका छन्। अब त्यसपछि के हुन्छ भन्ने विषय आगामी समयले देखाउला। यो विषयमा म के भन्न चाहन्छु भने, गगन थापाले जब आफू एउटा उर्वराउँदो, ऊर्जाशील र नेपाली समाजले अपेक्षा गरेको पात्र हुँदै पनि यो बिचमा देउबाले सभापति दिने लोभमा जसरी सरकारको विरोध गरेनन्, सरकारका गलत कुराहरूको विरोध गरेनन्, जेन्जी आन्दोलनलाई रोक्न सक्ने, जेन्जी आन्दोलनलाई एउटा ट्र्याकमा लैजान सक्ने अथवा त्यो आन्दोलनलाई त्यो परिस्थितिमा लैजान नदिन सक्ने एक किसिमको एउटा पात्रको रूपमा रहेका गगन थापाले जसरी त्यो विषयमा आफूलाई धर्मराउँदो रूपमा प्रस्तुत गरे, त्यसले अलिकन असन्दर्भिक बनायो। अलिकन गगन थापाका थुप्रो कुराहरूमा सहमतिका बावजुद पनि त्यो विषयमा असन्तुष्टिहरू छन्। र यो सँगसँगै पछिल्लो समय नयाँ एलायन्सको रूपमा बालेन र रविहरू अलायन्स गरेर अगाडि बढ्ने निर्णय गरे। वैकल्पिक राजनीतिक दलको रूपमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेर, उम्मेदवारको रूपमा अगाडि सारेर चुनावमा जाने घोषणा गरिसकेपछि नेपाली काङ्ग्रेसमा अर्को एउटा छटपटाएर पैदा भयो। त्यसको छटपटाहरूको प्रमुख श्रेय गगन थापालाई जान्छ। किन भन्दाखेरि यो विशेष महाधिवेशनको चटारोले गगन थापाले अब दल पनि फुटाउँदैनन् भनेका छन्। अब यसपछि के हुन्छ भन्दाखेरि कि विशेष महाधिवेशनले एउटा नयाँ नेतृत्व ल्याउँछ, नयाँपन अनुसार अगाडि बढ्ने सङ्कल्प गर्छ। अब के नयाँ नेतृत्वमा गयो भने पनि नेपाली काङ्ग्रेस फरक कित्ता बन्नुपर्छ, अथवा निर्वाचन आयोगमा पनि यो किसिमका थुप्रै समस्याहरू उल्झिने, सल्झिने अथवा उल्टिनेहरू देखिन्छन्।
र यो विषयमा मलाई यो बिचमा गगन थापाको एउटा बार्गेनिङ चाहिँ के लाग्छ भन्दाखेरि यदि विशेष महाधिवेशन र नियमित महाधिवेशन समयमा भएन र विशेष महाधिवेशन पनि नगर्ने हो भने पार्टीले मलाई प्रधानमन्त्रीको पदको उम्मेदवार बनाएर अगाडि सारेर चुनावमा जानुपर्छ। यो मेरा लागि मात्रै नभएर उनले समग्र पार्टीका लागि, पार्टी हितका लागि र नयाँ दलहरूसँगबाट जोगिनको लागि पनि, आफ्नो जनमत जोगाउनको लागि पनि यो आवश्यक छ भन्ने कुरा स्थापित गर्नको लागि विशेष महाधिवेशनको यो चटारो चलि नै रहेको छ। हेरौँ यो 1-2 दिनमै यो विषय क्लियर नै हुन्छ। यसर्थ गगन थापा नेपाली राजनीतिमा एउटा स्थापित पात्रको रूपमा रहेर पनि, एउटा महत्त्वपूर्ण पात्रको रूपमा, स्ट्राइकरको रूपमा रहेर पनि पछिल्लो 1-1.5 वर्षको बिचमा देखाएका गतिविधिहरूले गगन थापाप्रति थुप्रो शङ्काका घेराहरू उपस्थित गराएको छ। भोलि गगन थापा पनि एउटा घेरोबाट बाहिर निस्किन सक्ने हुन् कि होइनन् भन्ने विषयमा एउटा ठुलो प्रश्न चिन्ह खडा गरेको छ। यसर्थ पछिल्लो राजनीतिक घटनाक्रमहरूलाई पनि निहाल्ने हो भने नेपाल विषम राजनीतिक परिस्थितिहरूबाट गुज्रिएको छ। सामाजिक रूपमा, आर्थिक रूपमा, मानवीय र भौतिक रूपमा हामीहरू एकदमै ठुलो क्षति बेहोरेर यतिखेर मानसिक रूपमा पनि हामी अलिकन अस्थिर छौँ, अलिकन चेतनाविहीन छौँ, अलिकन आक्रोशित छौँ, अलिकन कुण्ठा बोकेका छौँ। यसरी हुँदैन। नेपाली समाजलाई स्थिर बनाउनको लागि यो सबै विषयहरूलाई फ्युजन गरेर, सबैलाई सम्झाएर, सबैलाई बुझाएर एक किसिमको नयाँपनमा अगाडि जान जरुरी छ। र यो निर्वाचनमा चाहिँ अब आगामी फागुन 21 गते हुने निर्वाचनमा चाहिँ गगन थापा कसरी प्रस्तुत हुन्छन् भन्ने हिसाबले नेपाली काङ्ग्रेसको एउटा मतको आधार त तय गर्ला नै, अथवा नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनले कस्तो रूप लिन्छ भन्ने विषयले नै तय गर्ला नै। तर पनि एकपटक नयाँ दलहरूलाई, नयाँ पार्टीहरूलाई ल उनीहरूलाई नेतृत्वदायी भूमिकामा पुर्याएर हामीले नयाँ चेन्जेस ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने कुरामा ट्राई गरौँ भन्ने नै लाग्छ। यसको मतलब नेपाललाई पटक पटक फरक किसिमका राजनीतिक प्रशिक्षणको रूपमा अथवा परीक्षणको रूपमा प्रयोग गरौँ भन्ने पनि होइन। पुराना दलहरूले यो विगत लामो समयसम्म, यो लामो दशकसम्म पनि देखाएको अव्यावहारिक कामहरूका कारण, अव्यावहारिक गतिविधिहरूका कारण हामीले एकपटक केही फरकपन ल्याउनुपर्छ भन्ने नै लाग्छ। यो विषयमा गगन थापा पनि सहमत हुनुहुन्छ। उहाँले पनि नयाँपन चाहिन्छ, नयाँ चेन्जेस चाहिन्छ भन्नुभएको छ। हुन्छ, अर्को भिडियोमा फेरि पनि जोडियो होला। लोकतान्त्रिक शासन व्यवस्थामा राष्ट्रलाई समृद्धि र समुन्नतिको यात्रामा अगाडि बढाउनको लागि दलहरूको अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ। नयाँ स्थापित दलहरूले पनि यो विषयलाई, यो मूल्य मान्यतालाई नबिर्सिएर यसलाई कार्यान्वयन गर्दै, आफूलाई सुधार्दै, आफूलाई सच्याउँदै, आफूमा नयाँपन ल्याउँदै, पुराना ढर्राहरू छोड्दै, पुराना गतिविधिहरूबाट आफूलाई पाठ सिक्दै, नयाँपन ल्याउँदै अगाडि बढौँ। राष्ट्रलाई समृद्धि र समुन्नतिको बाटोमा अगाडि लैजाने विषयमा सबैजनाहरू एकजुट भएर सहमति, सहकार्य र समन्वय गरेर अगाडि बढ्ने वातावरण तयार होस्। सबैको जय होस्। नमस्ते, थ्याङ्क यू।